है त के खुसी भन्छ यसलाई मधुमती मधुमती भजा खुसी है भजा खुसी होइन ए भजा खुसी पनि भयो त्यसको समूहमा हो भौतिकमा रहेको विषयमा मिसिन्छ यो धेरै फनफन घुमेको किसान पानी लाग्ने हो यहाँ जनाउने पानी त्यहाँको बाटोमा पानी पुऱ्याउनु अनि फलन पानी पुऱ्याउनु यो आकाशबाट आउनु पहिला त पानी हाम्रो देशमा सबै यो पानी आउँथ्यो यही ठाउँमा पानी आउँथ्यो धन्यवाद सर यो ठुलो जो हिम्मत छ नमस्ते सर म रुद्र प्रसाद शर्मा खास यो हेर्नु त यता पनि डोजर उता पनि डोजर सरकारले के आफ्नै खुट्टामा बन्चरो हाल्दैछ कि एउटा ठुलो हिम्मत लिँदैछ कि के गर्दैछ यो पहिलो त तपाईँले खुट्टामा बन्चरो हाल्दैछ ठुलो हिम्मत हुँदैछ भन्ने शब्दसँग नै म सहमत छु हजुर नेपाल सरकार आज 2017 सालभन्दा 15 सालको एउटा ऐतिहासिक निर्वाचनमा पनि तत्कालीन अवस्थाको नेपाली काङ्ग्रेसले मत लिँदै गर्दा यो प्रतिशतको मत तकरिबन 2/3 थियो तर नागरिकको प्रतिशत तत्कालीन अवस्थाका नागरिकहरूको अवस्था के थियो उहाँहरूको विचार के थियो चिन्तन के थियो र नागरिकहरूका बिचमा कति धेरै मास मिडियाहरू पुग्थे र उनीहरूको चेतनाको स्तर के थियो र त्यो मोडालिटीबाट आइसक्दाखेरि आज झन्डै हामी 2083 को वैशाखमा तपाईँसँग म कुरा गर्दै गर्दा यी नागरिकहरू आज सेकेन्डमा मिनेटमा इन्स्टाग्राम युट्युब फेसबुक ChatGPT लगायतका विषयहरू र AI आर्टिफिसियल इन्टेलिजेन्सका विषयहरू पनि आज नागरिकका हातमा हरेक नागरिकले आज युरोप अमेरिका अस्ट्रेलिया विश्वका झन्डै 200 देशका 8 अर्ब मानिसहरूको विषयमा कहाँ के भएको छ भनेर बुझ्न सकेका छन् हेर्न सकेका छन् देख्न सकेका छन् 2046 सालभन्दा पहिला दक्षिण कोरियालाई नेपालले खाद्यान्न पठाउँथ्यो यो निर्यात गर्थ्यो आज नेपाल देशले कोदो कहाँबाट ल्याइरहेको छ चामल कहाँबाट ल्याइरहेको छ खाद्यान्न टमाटरका गेडाहरू पशु पक्षीहरू कसरी निर्यात भएका आयात के छ देशको यो विषय हो महत्त्व आज नेपाल सरकारले जे गर्दैछ यो सरकारका त्यो कुर्सीमा पुर्याउने नागरिकहरूको आवाज हो यो आवाज किन हो त भन्दा नेपाल देश वाकैमा गरिब हो विश्वको असाध्य पुरानो देश जहाँ कुनै पनि साम्राज्यवादहरूले स्थापना गर्न सकेन टेढा आँखाले हेर्न पनि सकेन भलै केही देशहरूका बिचमा रहेर सबै सम्झौताहरू भएका छन् त्यो विषयमा अहिले म बोल्न चाहन्छु पुगेकै छैन त्यस कारणले अहिले नेपाल देश र नेपाल देशलाई माया गर्ने हाम्रा छिमेकी राष्ट्रहरू र परराष्ट्रहरू जो कोही आज मठोनी हिरनलाई सम्झन्छ यति मठोनी हिरनले बनाएको र उसले खिचेको भिडियो नै नेपालभन्दा पहिलो भिडियो थियो जो अन्तर्राष्ट्रिय बजारमा चल्छ यी विषयहरू महत्त्वपूर्ण कुरा यो छ नि सर जस्तो तपाईँले यो सबै कुराहरू भन्दाखेरि अहिलेको जुन सरकारले चालेको कदम चाहिँ कतिपयले भन्छन् सुकुम्बासीलाई पहिले पहिचान गरेर यिनीहरू चाहिँ हो रहेछन् यिनीहरू होइन रहेछन् भनेर त्यसरी गर्दा हुन्थ्यो सुरुको डोजर चलायो भन्ने कुरा पनि छ होइन कतिपयले हुकुमवासीहरू थिए अथवा पूर्व कर्मचारी अथवा भिआइपी व्यक्तित्वहरूले चाहिँ ओगटेका छन् भन्छन् हो पनि रहेछ अनेक मिश्रित कुराहरू आइरहेको छ सरकारको यो सही कदम हो कि अलिकति छिटै गरिरहेको छ कि के भन्न चाहनुहुन्छ यो आज नेपाल देशलाई वाकैमा बनाउने हो भने बुर्किनो फासोको इब्राहिम ताउरेको हिसाबले जान्छ त्यो यो मलाई सोध्नुहुन्छ भने यसको स्पिड अझै कम भयो हामी यो स्पिडका लागि चाहिँ हामीले मत दिएको होइन सरकार अहिले कम भएको छ बुर्किनो फासोको इब्राहिम ताउरे यहाँले सुन्नुभएको छ थाहा छ इलोन मस्क सुन्नुहुन्छ युवा इलोन मस्क चिन्नुहुन्छ सुन्नुभएको छ इलोन मस्कको गतिमा अस्पताल लानु पऱ्यो इब्राहिम ताउरेको हिसाबमा देश चलाउँछ अब मात्र नेपालले मलाई 2046 सालभन्दा पहिलाको नेपाल छैन आज केही मोटरबाटा बने 2-4वटा मोबाइल भए आइफोन हातमा छ दुई गौडी साथमा छैन यस्तो खालको नेपालको विकास चाहिएको देश अतिक्रमण भएको छ हरेक क्षेत्रबाट त्रिभुवन युनिभर्सिटीका कति रोपनी जग्गाहरू गएका छन् केका लागि त्यो नेपाल देशमा जमिन छैन 2,65,00,000 हाराहारी मान्छे देशमा छैन आज 2,91 लाख मान्छे मध्ये 60 लाख वैध तरिकाले बाहिर गएको छ 15-20 लाख मान्छेहरू चाहिँ बाहिर गएका छन् ती गइरहेका छन् विदेश गइरहेको नेपाल
अब यो खण्डहरमा को बस्ने तपाईँ पनि त आज विदेश जाने अपर्च्युनिटी नपाएर विदेशमा नबोलाएर नेपाल बसेर एउटा क्यामेरा सारा बस्नुभएको होला तर अध्ययन के छ अध्ययन के छ रेडियो तालिम लिनुभयो व्हाट डु यु मिन बाइ द आरजे ट्रेनिङ छोडिदिनुहोस् मेरो पढाइ फुटेकै मिडियाबाट हो मेरो पढाइ पनि मिडिया के होइन सबै मिडियाहरू गलत छन् म भने तर आज जति पनि युट्युबहरू जति पनि अनलाइन मिडियाहरू छन् यिनीहरूको सुगन्ध छैन सुगन्ध हुनुपर्छ डिएनए हुनुपर्छ मिडियाको डिएनए नभएका मिडियाहरू बेग्रौती समाजमा टिआरपी कमाउनका लागि र 2-4 खान तत्कालीन अवस्थाका नाम नलिउँ सामन्तीहरूलाई पूजा गरिराख्नका लागि तिनका चुला बाल्नका लागि खोलिएका मिडियाहरूसँग मेरो भन्नु केही छैन तर वाकैमा कोही मिडिया अध्ययनशील छ त्यो देशका लागि बोल्छ राज्यका लागि बोल्छ आफ्नो भविष्यका लागि बोल्छ भने आजभन्दा 14 वर्ष पहिला दक्षिण कोरियाको परराष्ट्र मन्त्री नेपाल आउनुभएको थियो उहाँले भन्नुभएको थियो एउटा बैठकमा यदि नेपालको विकास गर्न चाहन्छौ भने अहिले भइरहेको बाटोलाई 10 टाइम्स एक्सपान्ड गर बाटो कहाँबाट खोल्छ मलाई थाहा छैन चाहे गाउँबाट खोल बजारबाट खोल सुरुङ खोल बस्ती नभएको ठाउँबाट बनाऊ तर 10 गुणा फराकिलो बाटो बनाऊ विकास आफै जति बेला हामीले 2046 सालभन्दा पहिला खाद्यान्न पठाएर सिरुका जरा खान्थे दक्षिण कोरियाका नागरिकले हिसाब छ नेपालीलाई अब अहिले तपाईँले टक्क ढाका टोपी लाउनु भएको छ कोट लाउनु भएको छ सुकिलो मुकिलो हुनुहुन्छ टक्क घडी छ हातमा मोबाइल छ र तपाईँले भन्नुहुन्छ बालनिक स्पिड कम भयो तर जनताहरू हेर्नुहोस् त कतिपय सामान निकालेर रोइरहेका छन् सडकमा छन् अनि उनीहरू त भन्दैछन् यो हतार गर्यो छिटो गर्यो सरकारको स्पिड बढी हो भन्दैछन् तपाईँ कम भयो भन्दै हुनुहुन्छ बिल्कुल रङ गलत हुनु रङ हुनु यो आज बालेन्द्र शाह बालेनको स्ट्राटेजी हामीले यो विषयमा विगत 20 वर्षदेखि फ्रिक्वेन्टली स्टडी सिन्स 20 इयर्स 20 वर्षदेखिको हाम्रो अध्ययन हाम्रो त्यो अनुभव त्यो सुझबुझ त्यो योग्यता दक्षता र इन्टरप्रिनियर युवा अब हामीले चाहिँ यो देश आगामी पुस्ताका लागि काम गर्दैछौँ बालेन्द्र शाह माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा जे हुँदैछ यो कुनै हावाको तालमा बतासको तालमा भुइँयाको तालमा आवाराको तालमा भएको काम छैन भन्ने कुरा अहिले बुझ्नु यो त केवल एउटा कास्टिङ मात्रै हो कास्टिङ हेर्दै नागरिकहरू अत्तालिनुपर्ने आत्तिनुपर्ने केही पनि छैन फिल्म आउनै बाँकी छ जब फिल्म आउँछ सहर देख्नुहुन्छ त्यति बेला नेपाल देख्नुहुन्छ हामीले राम राज्य नेपाललाई एकचोटि फेरि देखाउनका लागि यो मोडालिटी काम हुने तयारीमा छ देशवासीहरू 2,91,00,000 सान्सुन नागरिकहरू र विदेशमा रहनुहुने 800 करोड नागरिकहरू सबै धरतीका नम्र निवेदन गर्न चाहन्छु यदि हामीले हाम्रो देशलाई हाम्रा सन्ततिलाई जस्ताका तस्तै हाम्रा सम्पदाहरूलाई हाम्रा खोलानालाहरूलाई हाम्रा प्रकृतिलाई हाम्रा खानीहरूलाई पुर्याउने हो भने योभन्दा अझ स्पिड बढाउनका लागि पनि म यहीँबाट सम्माननीय प्रधानमन्त्रीज्यूको ओलीलाई नम्र निवेदन गर्न चाहन्छु हस् धन्यवाद सर समय दिनु दर्शकवृन्द अन्ततः यहाँको जुन विश्व सम्पदा सूची अगाडिको सेलु क्षेत्रको यो वारपार क्षेत्रमा के साथ नमस्ते हजुर पक्कै पनि यो सेलु क्षेत्रको सम्पदा सूची अगाडिको सरकारको नेतृत्वले हामीले देखिरहेका छौँ विगत लामो समयदेखि यो ठाउँमा अव्यवस्थित बसोबास पनि थियो इसको तो पहले बार मैंने लाइव देखे हो कृष्ण पटेल कृष्ण कटेल के रहे उसका जहाँ बहने गए वो त्यही वो जान्छ के छ सरलको बोलौ खै